यो चाहिँ मेरो हाइड्रेन्जिया फुल हो। अब यो चाहिँ फुल्नु पर्ने समयमा फुलेन, फुल्नु पर्ने समयभन्दा धेरै अगाडि फुल्यो। त्यति राम्रो पनि भएन। यसको साइज चाहिँ हुनुपर्ने हो फुटबल भलिबल जत्रो, तर फुल्यो यत्रो, र फुले पनि त्यति राम्रो फुलेन। यो चाहिँ बुके जत्रै हुन्छ, बुके जस्तै। अब यहाँभित्र अब कैयौँ मसिनो फुलहरू हुन्छ, एकदमै राम्रो, तर यो त एकदम राम्रै भएन। त्यही भएर मैले यसलाई काटिदिन्छु। यहाँ नयाँ पालुवाहरू पलाउन लगाएको छ। अब यो बुढोलाई राखिराख्यो भने यो नयाँ पालुवाले पौष्टिक तत्त्व पाउँदैन र यिनीहरूको ग्रोथ रोकिन्छ। त्यही भएर मैले यिनीहरूलाई चट काट्दैछु मुटुमाथि ढुङ्गा राखेर। यिनीहरूलाई काटे पनि म यत्तिकै फोहोरमा त फाल्दिनँ। म यिनीहरूलाई नमर्दासम्म, यो फुलहरू नमर्दासम्म मैले पानीमा राख्छु। मैले सबै काटिदिएँ, यसलाई पनि काटिदिएँ। यो नयाँ पालुवाहरू कस्तो पलाउँछ हेरौँ। मेरो घरमा चाहिँ यो खासै हुँदैन। मलाई मनपर्ने फुल हो, तर हुँदैन। किनभने मेरो घरमा ट्वाक्कै घाम लाग्छ। यसलाई चाहिँ धेरै घाम सुट गर्दैन। यिनीहरूलाई चाहिँ ओसिलो ठाउँ सुट गर्छ। त्यसैले